अब आज दिनभरि मैले जति लोड हाल्छु त्यो सबैको भिडियो बनाएर म आज अपलोड गर्नेवाला छु। हेलो फोन पे गरिदेऊ क्या फोन पे। साथीहरू यहाँ चाहिँ मैले यो लामो पाइप चाहिँ ब्यान्ड हुन्छ भनेर चाहिँ यसरी त्यहाँ खाली गर्ने ठाउँ रहेछ त्यतातिर बनाएको रहेछ नि त्यहाँ हालिदिएँ। अनि एउटा अर्को छोटो पाइप चाहिँ यो ट्याङ्कीमा हालिदिएँ। यसरी हाल्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ छिटो खाली हुन्छ। जहाँ जाँदै एकजना यो सेक्रेटरीसँग मिलेर भाइ हेलो भाइ हेलो साथीहरू हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। साथीहरू अहिले बिहानको 6:30 बजिसकेको छ र म चाहिँ आफ्नो पहिलो लोड ल्याएर म आइसकेको छु। मेरो पहिलो लोड चाहिँ साथीहरू यसरी खाली हुन्छ। यहाँ चाहिँ चट्ट यो रोडमा लगायो यसरी यहाँ रोडमा लगाइसकेपछि यहाँ पाइप सब लगाउनु पर्छ अनि यहाँ खाली हुन्छ। कैसे आका आका कैसे हाई थ्याङ्क यू आका थ्याङ्क यू आका। अनि साथीहरू यसरी पाइप लगाएर चाहिँ मैले मेरो खाली हुने गर्छ साथीहरू। अब चाहिँ यहाँ एकछिन पछि आज चाहिँ फेरि स्याटरडे पनि हो। हाम्रो नेपालमा चाहिँ छुट्टी हुन्छ तर यहाँ चाहिँ छुट्टी हुँदैन। यहाँ चाहिँ काम भइरहेको हुन्छ, काम चाहिँ गरिराख्नु पर्छ साथीहरू। यहाँ चाहिँ सटरडेमा नि स्कुलहरू चल्छन्, सबै कुरा चल्छन्। हाम्रो नेपालको जस्तो चाहिँ बिदा सिधा हुँदैन। अनि यहाँ एकैछिन पछि अब 7 बजेपछि यहाँ चाहिँ यस्तो खतरा जाम लाग्छ कि अब पुरै छोडिदिनु यहाँ। त्यही भएर पनि यहाँ चाहिँ बिहान आएर लोड खाली गर्नुपर्छ। यो रोड छ नि यो रोड चाहिँ अब छुचो भएर होला सायद निकै नै जाम लाग्छ। जा रे ठिक यो रोड जाम हुन्छ। त्यसै कारणले पछि हामीलाई 8 बजेदेखि 11 बजीसम्म यो रोड चाहिँ बन्द भएको हुन्छ साथीहरू। ल अब चाहिँ छिटो गएर चाहिँ भिडियो बनाएर चाहिँ अब चाहिँ लोड फेरि आज हिजो राति चाहिँ फोन धेरै नै आएको छ लोड हाल्नुपर्छ भनेर। अब चाहिँ नेक्स्ट लोड मेरो कहाँ हुन्छ म त्यो देखाउने छु साथीहरू। भिडियोको अन्तिमसम्म बन्नु होला। म चाहिँ सेकेन्ड लोड ल्याएर आइसकेको छु साथीहरू। यहाँ चाहिँ मैले गाडी चाहिँ यसरी लगाएर यहाँ पनि फेरि रोडैमा हो, जता गयो रोडैमा। तर यो चाहिँ हाइवे रोड होइन, यो चाहिँ अब त्यस्तै गल्लीभित्रको अब गाडी अब सानोतिनो गाडीहरू आउँछन्। आउँदैन झन् पानी ट्याङ्करहरू पानी खाली गर्न आउँछन् यहाँ। अब यसरी यो भित्र यो गेट खोलेर मैले यहाँभित्र ट्याङ्की पनि छ, यहाँ यसरी पनि पानी खाली गर्न सक्छु। यो ट्याङ्की छ, ट्याङ्कीबाट यसरी यहाँबाट पनि लामो पाइप लगाएर हाल्न सक्छु। अब मैले सोचेँ छोटो पाइपमा चाहिँ छिटो खाली हुन्छ, त्यही भएर चाहिँ त्यही सोचेर मैले छोटो पाइप लगाएँ। अब साथीहरू अब के गर्ने, अब हाम्रो नेपालमा जस्तो हेल्परहरू साथमा रहने, एक दुईजना साथमा रहने हुँदैन। यहाँ जे काम गर एक्लै गर, जे गर एक्लै गर। त्यसैले साथीहरू अब साथी यहाँ नभएकोले मलाई त अनि साह्रै भिडियो बनाउन चाहिँ अलिक गाह्रो नै भएको हुन्छ। अब जे जस्तो भए पनि मैले आफूले अब नबनाऊ भने बस्न सकिन्न, बनाऊ भने आफूसँग अब राम्रो साथी हुन्न, राम्रो कन्टेन्ट हुन्न। त्यस्तै भएर साथीहरू जे जस्तो हुन्छ सपोर्ट गर्नु होला। यहाँ चाहिँ मैले सेकेन्ड लोड हालिसकेको छु। अब चाहिँ थर्ड लोड मेरो कहाँ हुन्छ त्यो चाहिँ हेर्न बाँकी नै छ साथीहरू। अब आज दिनभरि मैले जति लोड हाल्छु त्यो सबैको भिडियो बनाएर म आज अपलोड गर्नेवाला छु साथीहरू। त्यसैले मलाई हजुरको साथ सपोर्ट चाहिएको छ। हुन्छ अब त्यसपछि थर्ड लोडमा हामी हेर्नेछौँ थर्ड लोड कहाँ हुन्छ है। त्यसै गरी म चाहिँ तेर्सो लोड अथवा थर्ड लोड ल्याएर म चाहिँ आइसकेको छु। आएर नै पाइप लगाइसकेँ, खाली हुँदैछ साथीहरू। अब चाहिँ तेर्सो लोड चाहिँ यहाँ भएको। अब यहाँभन्दा अगाडि हालेको चाहिँ दुईवटा त्यो बिल्डिङहरूमा हुन्। यो चाहिँ आइरन सप भन्छन्, यस्तै आइरन लगाउने अब त्यस्तै प्रेसहरू गर्ने के होला। यो चाहिँ सप भयो। यहाँ चाहिँ यो मेरो गाडी भयो। यहाँ नजिक फेरि भगवान्को मन्दिर पनि छ। हाम्रोतिर विन्यासिनी माई भगवती भनेर चाहिँ यहाँको यो बालाजी भगवान् भनेर मान्दो रहेछन् बालाजी। यहाँ चाहिँ साथीहरू खाली हुने ठाउँ चाहिँ टाढै छ क्या, ट्याङ्क चाहिँ धेरै टाढा छ क्या। तर पाइप चाहिँ यहाँदेखि यसरी लगाउनु पर्ने हुन्छ। यसरी चाहिँ चट्ट यहाँ लाग्दैछ, चट्ट यसरी खाली हुन्छ गाडी। अब यसरी घरमा आफूले अब घरमा खानासाना बनाउने पानी चाहियो भने यस्तै लग्छन् साथीहरू। अब मैले थर्ड लोड अथवा 3टा लोड चाहिँ मैले हालिसकेको छु। अब यसपछि हेरौँ अब मेरो 4 लोड चाहिँ कुन ठाउँमा कस्तोसम्म चाहिँ कसरी खाली हुनेछ त्यो चाहिँ भिडियोको अगाडि चाहिँ म बताउने छु
साथीहरु भिडियोको अन्तिमसम्म हेर्नु होला। अब त्यसैगरी साथीहरु म चाहिँ अहिले चौथो अथवा फोर्थ लोड चाहिँ यहाँ खाली गरिरहेको छु साथीहरु। यहाँ चाहिँ मेरो खाली गर्ने सिस्टम चाहिँ यस्तो छ। अब यहाँ गाडी लगाऊ, यहाँ पनि यो गल्ली हो, यो यस्तो यो गल्ली भयो। यो चाहिँ यो बिल्डिङ चाहिँ साथीहरु यसमा चाहिँ त्यस्तै यो ब्याङ्क रहेको छ। अनि त्यसपछि लाइटिङ प्लेस भन्ने घरको डिजाइनको लाइटहरू त्यस्तै आदि इत्यादि धेरै रहेको छन्। हेलो ओ भाइ, हेलो, फोन पे गरिदेऊ क्या, फोन पे। यहाँ चाहिँ पानी खाली भइरहेको छ। अब यहाँ भित्र चाहिँ यसरी चाहिँ यो अब यो पाइप यसरी यहाँ भित्र हाल्नुपर्छ। त्यहाँ भित्र छ ट्याङ्की त मान्छे एकजना मान्छे चाहिँ भित्र बसिरहेको हुन्छ, उसले चाहिँ पाइप खिच्छ, त्यस्तै गर्छ साथीहरु। त्यसै गरी मैले चाहिँ अहिले चौथो लोड हालिसकेको छु। चौथो लोड अब चाहिँ पाँचौं लोड मेरो चाहिँ कहाँ हुन्छ त्यो चाहिँ म त्यो ठाउँमा गएर देखाउने छु। त्यसै गरी साथीहरु म चाहिँ अहिले 5 लोड अथवा 5th लोड ल्याएर यहाँ खाली गर्ने ठाउँमा आएको छु। खाली गर्ने ठाउँमा आएर नि खाली पाइप साइप लगाएर खाली हुँदैछ। यहाँ चाहिँ म के कसरी हुन्छ त्यो चाहिँ अहिले म देखाउँछु साथीहरु। यहाँ चाहिँ मैले यो लामो पाइप चाहिँ ब्यान्ड हुन्छ भनेर चाहिँ यसरी उ त्यहाँ यो खाली गर्ने ठाउँ रहेछ त्यतातिर बनाएको रहेछ नि, त्यहाँ हालिदिए। अनि एउटा अर्को छोटो पाइप चाहिँ यो ट्याङ्कीमा हालिदिए। यसरी हाल्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ छिटो खाली हुन्छ। छिटो खाली भएपछि अर्को ठाउँमा जानु पर्यो, सबै ठाउँमा जानु पर्यो। अब दिनभरि फेरि एक त त्यस्तै ठाउँमा अब अन्त भित्र जाने समय फिक्स गरेको हुन्छ, ट्याङ्करले नो एन्ट्री गरेको हुन्छ, त्यस्तै ठाउँहरू छन् साथीहरु। त्यसै कारणले चाहिँ छिटो जति छिटो गरे त्यति फुर्सद पाइन्छ, त्यही सोच्छ। अनि यहाँ चाहिँ यो खाली गर्ने चाहिँ यो पेट्रोल पम्प रहेको छ। यो चाहिँ यहाँ एसपी पेट्रोल पम्प भन्ने हो। यो चाहिँ म पेट्रोल पम्पमा यसरी चाहिँ यहाँ आएर खाली गर्छु। एउटा नेपाली भाइ थिए, ऊ पनि आएनन्। ठिकै छ साथीहरु, आजको भिडियो चाहिँ यसमा गएर अब चाहिँ 6 लोड मेरो कहाँ हुन्छ त्यो चाहिँ म अहिले देखाउने छु। भिडियो हेर्दै गर्नु होला। त्यसै गरी साथीहरु म चाहिँ अहिले 6औं लोडमा चाहिँ आइसकेको छु। 6औं लोड चाहिँ मेरो यहाँ होटलमा जुन हो ऊ त लोगो रहेको छ, होटल अल्वेक भन्ने रहेको छ। यहाँ चाहिँ साथीहरु म चाहिँ गाडी के कसरी लगाउँछु त्यो चाहिँ म अहिले देखाउन चाहन्छु साथीहरु। ल यहाँ चाहिँ मैले यसो हल्का गाडी चाहिँ टेढो लगाउनु पर्ने हुन्छ, किनकि नभए पाइप चाहिँ छोटो हुन्छ। यो पाइप चाहिँ यहाँबाट जोइन भयो। यहाँबाट जोइन भइसकेपछि यसको खाली गर्ने ठाउँ चाहिँ ट्याङ्की चाहिँ यहाँ भित्र छ। यहाँ चाहिँ यसरी खाली हुन्छ साथीहरु। अब चाहिँ मेरो यो चाहिँ 6औं लोड भइसकेको छ। अहिले बिहान 6 बजेदेखि मैले काम सुरु गरेको। अहिले चाहिँ 8:30 अनि 9 बज्न लागिसकेको छ साथीहरु। अब चाहिँ आज चाहिँ मैले चाहिँ अब यहाँभन्दा पछि चाहिँ जाम अब त्यस्तै अब समस्याहरू छ। अब यहाँ गाडी चलाउनु पनि त्यति सजिलो कहाँ छ, जहाँ पाए गएर त्यति भिडियो बनाउनु पाइन्न सबैको ठाउँमा। त्यसै चाहिँ साथीहरु मैले बिहानदेखि अहिलेसम्म यो जति पनि लोड हाले त्यो चाहिँ म त्यो समग्रमा चाहिँ त्यो चाहिँ भिडियो बनाएर चाहिँ म चाहिँ अपलोड गर्छु। र यसपछि जो मैले दिनभर यहाँपछि दिउँसोको जति पनि लोड मैले हाल्छु त्यो चाहिँ मैले अर्को भिडियो बनाएर चाहिँ हाल्नेछु साथीहरु। किनकि समय पाइन्न, त्यस्तै अब सबै कुराहरुको समस्या त साथीहरु हैन। भनेको थिएँ सबै दिनको सबै जति म लोड हाल्छु त्यो चाहिँ भिडियो हाल्छु भनेर, तर त्यसको लागि चाहिँ म माफी माग्छु साथीहरु। त्यो चाहिँ मैले गर्न सकिनँ। हजुरहरुलाई म दिनमा यहाँ अझै मजेदार अझै राम्रो कन्टेन्ट ल्याएर म हजुरहरुलाई हाँसी खुसी राख्नेछु साथीहरु। जहाँ जाँदै एकजना यो सेक्रेटरीसँग मिलेर, भाई हेलो भाई, अरे भाई मिल लो भाई, थोड़ा बातचीत कर लो भाई, क्यों भाग रहे हो भाई। यो चाहिँ यो होटलको सेक्रेटरी हो, बिहारी हो, होटलको सेक्रेटरी हो। अब त्यस्तै सबै मान्छे अब क्यामेरामा आउनु ठिक मान्दैनन्, त्यसैले कसैलाई जबरजस्ती गर्नु हुन्न साथीहरु। यति भन्दै म चाहिँ छुट्टिन्छु। हस् साथीहरु, धन्यवाद।